हाम्रो यस सैना मैना नगरपालिका वार्ड नम्बर 11 का हाम्रा निकै नै लोकप्रिय वडा अध्यक्षज्यू आज यस हाम्रो चौथो ऐतिहासिक बर्किनाथ संरक्षण माघी खिचडी कार्यक्रम 2082 खाल सम्वत 2639 यस सैना मैना 11 बिचापुरमा यो आयोजना भएको यस खिचडी कार्यक्रममा पाल्नु भएको छ। उहाँसँग म चाहिँ केही विशेष कुराकानी गर्नेछु। यहाँलाई स्वागत छ है। धन्यवाद। साबिक वार्ड नम्बर 5 र हाल अब सैना मैना 11 र यस अब खिचडी महोत्सवको बारेमा चाहिँ हजुरले जाने बुझेका यस हाम्रो यस मैराबाई मन्दिर निकै नै आस्था बोकेको ऐतिहासिक थारू पुजारी रहने रूपन्देही जिल्लाकै एकमात्र मन्दिर पनि हो यो। यस बारेमा चाहिँ धेरै धन्यवाद। सैना मैना नगरपालिका वडा नम्बर 11 को सालजनी साबिक 5 को यो बिचौवापुर गर्लैया क्षेत्रमा रहेको यो सैना मैनाको एउटा धरोहरको मन्दिरको धरोहरको रूपमा रहेको मैरादेवी मन्दिर यसले आफ्नै एउटा विशेषता बोकेको मन्दिर हो। मन्दिर धेरै ठाउँ छन् तर मन्दिरले आफ्नो ठाउँबाट आफ्नो विशेषता बोकेका छन्। विशेष गरी सैना मैना नगरपालिका वडा नम्बर 11 को यो बिचौवापुरको थारू चौधरी समुदायले वर्षेनी खिचडी महोत्सव मनाइरहँदा अहिले लोप हुन लागेको लुम्बिनी प्रदेशमै लोप हुन लागेको एकमात्र बड्कीनाथ डुमरानाथ लगायत थारू समुदायका विभिन्न आफ्ना कला संस्कृतिका कार्यक्रमहरू गर्दै यो वडालाई एउटा समुदायमा पहिचान त अब्बल पहिचान गरेको छ तापनि प्रदेशमै एउटा आफ्नो पहिचान कायम गर्दै आएको छ र यो कार्यक्रमलाई म आफू वडा अध्यक्ष भएदेखि नै यो कार्यक्रमलाई अत्यन्तै महत्त्वपूर्ण ठानेर यो कार्यक्रमलाई अगाडि प्रोत्साहन गर्नुपर्छ भनेर मैले आफू पनि लागेको छु र आगामी दिनमा पनि यो कार्यक्रमलाई हामीले अझै प्रभावित हुने गरी कार्यक्रम गर्ने योजना पनि बनाएका छौँ। यो मन्दिर चाहिँ अहिले यो निकै नै अब भव्य बनाएर चाहिँ हैन यो मन्दिर निर्माण गर्दाखेरि हाम्रो यस वडा कार्यालयबाट के कति सहयोग भयो जति हुनुपर्ने त्यति भएन भन्ने चाहिँ गुनासो पनि छ जनगुनासो हाम्रो यस वडा कार्यालयबाट के कस्तो यो सही हो कि गलत हो? यसमा के छ भने हरेक ठाउँमा माग बढी हुने हजुर र माग अनुसार परिपूर्ति गर्न कतिपय ठाउँमा सकियो होला कतिपय सकिएन होला। यति भनिरहँदा सैना मैना नगरपालिकाबाट हाम्रै पहलबाटै पनि नगर प्रमुख र म भएर यो बजेट अलिक पैसा छुट्याएर यो सुरुवात गरेको। यसमा वडाले र म आफू व्यक्तिगत तरिकाबाट पनि मैले सहयोग गर्दै आएको छु र यो विशेष गरी यो वर्षेनी गर्ने माघी महोत्सव खिचडी महोत्सवमा यो कार्यक्रमलाई प्रत्यक्ष प्रभावित गर्ने गरी वडाले पनि वर्षेनी सहयोग गर्दै आएको कुरा पनि मैले यहाँ वर्षेनी चाहिँ सहयोग चाहिँ भइरहेको छ। यो खिचडी महोत्सवलाई यो वडाले गरिरहेको छ। यो मन्दिर बनाउँदा चाहिँ अब चन्दा सङ्कलन गरेर चाहिँ अब निर्माण गरेको जति चाहिँ अब नगरपालिकादेखि वडादेखि हुनुपर्ने सहयोग चाहिँ त्यति चाहिँ भएन भन्ने चाहिँ जनगुनासो भएको। यो अलिकति खर्चिलो र आकर्षक बनाउने क्रममा पक्कै पनि खर्च धेरै लाग्यो होला तर हरेक जस्तो मठ मन्दिरमा सबै राज्यले गरेको हुँदैन। हरेक मठ मन्दिरमा जानुहोस् या अन्य सार्वजनिक कार्यक्रममा व्यक्तिगत चन्दा समुदाय सङ्घ संस्थाको जहाँ पनि अपनत्व हुने गरी यो कार्यक्रम गर्ने हुनाले यसमा हामीले आफ्नो स्थानीय सरकारको तर्फबाट हामीले सहयोग गरे जस्तो मलाई लाग्छ। अब यो हाम्रो वार्ड नम्बर 11 सैना मैना 11 को यो एउटा निकै नै प्राचीन महत्त्व बोकेको मन्दिर पनि हो। अब अहिले चाहिँ यो माघीको अवसर पारेर यहाँ हरेक साल यो खिचडी महोत्सव हुन्छ हाम्रो चौधरी जातिको। यसलाई चाहिँ भव्य र सभ्य गराउनलाई के गर्नु पर्ला र हाम्रो यस नगरपालिकादेखि र हाम्रो यस वडा कार्यालयदेखि के कस्तो सहयोगहरू हैन गर्न सकिन्छ हैन यस बारेमा पनि बताइदिनुहुन्छ कि? पक्कै पनि यहाँले गरेको प्रश्न असाध्यै सान्दर्भिक छ। विशेष गरी सैना मैना नगरपालिका वडा नम्बर 11 मा समुदायका हिसाबले करिब 30% चौधरी समुदायको बस्ती रहेको यो वडा हो। हजुर यो वडामा अझै विशेष गरी बिचौवापुर ताली ठुलीचौर उत्तर बरौली दक्षिण बरौली लगायत हाम्रो यस वडामा यो चौधरी समुदायको बस्ती रहेको छ।
यो समुदायको एउटा धरोहरै मानेर मैरादेवी मन्दिरलाई यहाँ मान्ने आएको प्राचीन कालमा यसको ठुलो किंवदन्ती छ। त्यो किंवदन्तीको बारेमा भन्नुपर्दा धेरै लामो किंवदन्ती हामीले यस मन्दिरको किंवदन्ती अनुसार हामीले अहिले स्थानीय विकास पाठ्यक्रममा पनि हाल्ने अवधारणा बनाएका छौँ। अब यो कार्यक्रम गर्नलाई थारूको प्रत्येक वर्ष यो समुदायको खिचडी महोत्सव कार्यक्रममा यो सैन्य महिना नगरपालिकाभित्र 1 वर्ष पर्वा, 1 वर्ष दुधराज, 1 वर्ष सालजनी गर्ने गरी थारू नगर समितिले नै यो कार्यक्रम बनाएको छ। त्यहाँ पनि हामी स्थानीय सरकारले प्रत्यक्ष रूपमा सहयोग गरेका छौँ भने यो 11 नम्बर वडाको मात्रै कार्यक्रमलाई हामीले वडाको तर्फबाट पनि आर्थिक व्यवस्थापन गरेर सहयोग गरिरहेका छौँ। अन्तमा यस माघे खिचडी महोत्सवको विषयमा चाहिँ होइन बारेमा चाहिँ हजुरले के भन्न चाहनुहुन्छ? यसलाई अब भव्य र सभ्य गराउनको लागि आगामी दिनहरूमा पनि होइन हजुरको सुझाव चाहिँ के कसो छ? अन्तमा मैले के भन्न चाहेँ भने यो मैले वर्षेनी पनि भन्ने गरेको छु आयोजक साथीहरूलाई। यो खिचडी मेला महोत्सव हाम्रो यो कार्यक्रम 2 दिन 9 यो अहिले पनि 9 गते र 10 गते गरिरहँदा यसलाई अझै प्रचार प्रसार अलि कम भयो कि हामी पहिला करोड वडामा बसेर सबै हाम्रो टोल विकास संस्था लगायत समुदायमा प्रचार गर्ने र सबै सके अन्यत्र छिमेकी पालिकासम्म हामी पुग्नै नभए नगरपालिका स्तरीय बनाउनको लागि मैले यो आयोजकलाई सल्लाह सुझाव दिँदै मैले पनि यो कार्यक्रममा धेरैभन्दा धेरै उपस्थित बनाएर सैन्य महिना 11 को यो मैरादेवी मन्दिरमा खिचडी महोत्सव अत्यन्तै भव्य सभ्य र एउटा देख्ने खालको हुन्छ भन्ने आशा राख्दै त्यो कार्यक्रममा अगाडि बढाएको पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।